जति धेरै काम भए तापनि आनन्द आउने गाउँले जीवन। हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। आज चाहिँ मैले गाउँको भिडियो लिएर उपस्थित भएको छु हजुरको सामु। आज चाहिँ म बिहानै उठ्ने बित्तिकै बारीतिर पसेँ घाँस काट्नलाई। घाँस पनि एकदमै ठुलो ठुलो थियो अनि एकदमै उमङ्ग भएर म चाहिँ सराम छिटो घाँस काट्न थालेँ। घाँस पनि एकदमै धेरै बाक्लो पनि थियो अनि एकदमै धेरै राम्रो पनि थियो। अनि मैले चाहिँ सराम घाँस काट्दा गरेँ। अनि घाँस काट्दै टाइम हेर्दै गरेँ। अनि मैले चाहिँ घाँस एकदमै धेरै काटिसकेको थिएँ र टाइम पनि धेरै भइसकेको थियो। अनि मलाई चाहिँ काम अर्को पनि गर्नु थियो, त्यही भएर मैले चाहिँ टाइम हेर्दै घाँस काट्न थालेँ। घाँस पनि एकदमै धेरै थियो अनि मैले चाहिँ एउटा मात्रै काम गर्नु थिएन, मैले धेरैवटा काम गर्नु थियो। त्यही भएर मैले चाहिँ टाइमअनुसार मैले चाहिँ टाइम हेर्दै घाँस काट्दै गरेँ। अनि धेरै राम्रो घाँस थियो। अनि त्यस पछाडि खाना खाने बित्तिकै फेरि लागेँ म बारीतिरै मकैलाई माटो लगाउनलाई। हाम्रोतिर चाहिँ मकैलाई माटो लगाउनलाई चाहिँ मकै दोहोऱ्याउन भन्छन्। अनि हजुरहरूकोतिर के भन्छन् कमेन्ट गर्नु है। अनि मैले पनि फटाफट मकैलाई माटो लाउन थालेँ। अनि त्यस पछाडि दिन पनि एकदमै धेरै राम्रो थियो, एकदम मजाले घाम लागेको थियो अनि मकै पनि एकदम राम्रो थियो नि त। त्यही भएर मजाले मकैलाई माटो लायौँ। अनि मकैलाई माटो लाउने चाहिँ म मात्र होइन, मेरो मम्मी पनि हुनुहुन्थ्यो। सो गाइज बाई।